सो के छ केटाकेटी हो भिडियो सुरु गरियो त हौ भात खाँदै खाँदै अब मिठो कुरा गर्नु नि त होइन भात खाँदै खाँदै अब जिन्दगी गर्नु मतलब के छ र अनि उठ्यौ छैन सुतिरहला अझै ओछ्यानमै कहाँ उठ्ने बेला 1-2 बजेकै छैन म जस्तो छिटो उठ्नु पऱ्यो नि त सक्छु तिमीहरू 10 बजी उठ्न सक्छौ बिहानको कहाँ दिउँसो 1-2 बजी उठ्नु मान्ने भने सक्नु पऱ्यो नि त यो 2 लाइन यहाँ भाइको साइड जान्छ सुन्छौ सुन्छ तिमीहरू त्यो सुन्ने उयो पनि छैन तिमीहरूको के हुन्छ हैसियतै पुग्दैन भाइको औडै भिन्दै छ औडै भिन्दै तिमीहरूले बुझ्दैन भाइ साइड जाऊ साइड जाऊ ल म बिना तिमीले कसरी खाना खायो भन्थ्यौ नि होइन मेरो आदत तिमीहरूको भात मिठो रहेछ नानी हप्ता पप्पा लाग्यो है खाना चाहिँ वाउ सुन्यौ होला नि सुन्नु भाइको साइड कस्तो मिठो छ यो भात त्यति मिठो छैन होला भाइको साइड त्यस्तो मिठो छ जिन्दगीमा के गर्न सोचेको हौ त तिमीहरूले युरोको फाइनल पोर्चुगल जित्यो हो फाइनल कहाँ हिँड्छ आज हुँदैछ भएन र कहाँ भयो होइन र कहिले आउँछ तिहार नै विचार छ तिमीहरूको मेरो त ठुलो स्कोप छ ठुलो भिजन छ भिजन तिमीहरूको त त्यो सोचेर खानै त होला नि अब के हेर 4-5 वर्षमा तिमीहरूको दाइ कहाँ हुन्छ गर्दै जाऊ होइन पुरानै म्याचमा हालेर चाहिँ दिएर गरे आज होला क्या गेम त आज फ्रान्स र जर्मनी छ हँ फ्रान्स र जर्मनी तर फ्रान्स र जर्मनी हुन्छ हौ थर्ड प्लेसको लागि हो आज राति 12 बजे रहेछ तिमीहरूको दाइको भिजनै भिन्दै छ क्या अब 5 बजेपछि टक्कसँगले BMW बस यो गाडा यहाँ त कहाँ कुद्छु त अस्ट्रेलियामा कुद्छु नि तिमीहरूको दाइको भिजनै भिन्दै छ आउट अफ कन्ट्रीले हानिदिन्छ हामी त फेरि यहाँ ओलीबाले दिँदैनन् कुदाउनु ट्याक्स हानिदिन्छ नि यहाँ नि अब फेरि BMW को ट्याक्स कति होला थाहा होला तिमीहरूलाई BMW को एक वर्षको ट्याक्स लिए त यतापट्टि त के भन्छ त्यो टाटा सुजुकी सब आउँछ त एउटा कार त डेन्जरै आउँछ त त्यो हो भिजन चाहिँ एकदम ठुलो सोच्नुपर्छ होइन सुरु गर्नुपर्छ नि यसो भाइको भिजन खत्रै रहेछ भाइ तिम्रो भिजन चाहिँ खत्रै छ यहाँ न भाइको भिजन डेन्जर छ अबको 5 वर्षपछि भयो भने BMW को साटो एउटा ल्याम्बोर्गिनी चाहिँ हान्नु मन थियो ल्याम्बोर्गिनी भने यसो नामै त सुनेको छैन तिमीहरूले ल्याम्बोर्गिनी भने के हो कुन जिनी अरे ल्याम्बोर्गिनी गीत सुने होइन ल्याम्बोर्गिनी चलाइ जानु ये भन्नु त्यस्तो त हामी पढाइदिन्छौँ गाइस अब तपाईहरुलाई म एक सिकाउन आँटेको छु खाना कसरी खाने भनेर सुरुमा भाइले खाने कसरी खाने सिकाइसक्नु म अनि आगो होइन आत्मा लिने
गाइस म खतरा काम गरिरहेको छु नखोलाऊ है तिमीहरूले नि खोलाऊ काम गर्न तर मलाई पछि गएर एउटै मात्र टेन्सन छ क्या यो विदेशबाट घर पठाउँदा पैसा एकैचोटि 10, 20, 25, 30 अरब ब्याङ्कले लेला कि नलेला भन्ने कुरो हो क्या फेरि अब त्यो करोड सरोड लाख साख त हाम्रो दिमागमै छैन अरब र खरब हो बाबु उनीहरूलाई हाल्न क्या हाम्रो कतिसम्म प्रगति हुँदैछ अन्त खाना पाउन सिकाउँछ है तपाईँहरूले यस्तो गर्ने उस्तो गर्ने कुरो बुझ भन्ने कुरो बुझ है केटाकेटीको बेलामा घरमा आमाबाबालाई दुःख दिने होइन इन्डिपेन्डेन्ट भएर काम गर्ने हो है जे पाक्छ त्यही खाने हो है दिने मासु पकाउनु जे पाक्छ त्यही खाने अन्डरस्ट्यान्ड तिमीहरूले भिजन बनाएको है छैन लाइफमा भिजन भनेको सबै थोक हो है कुन भिजन थियो त्यो चाहिँ आफै बुझ्नु होला मेरो थालको भात सकियो अलिक थप्छु म भने आउँछ फेरि कुरा गर्नु है त र खाने हो मनलाई मलाई पनि भयो होइन भयो थप्यो फेरि अब हाम्रो ग्रुपमा चाहिँ अलिक थोर खाने चाहिँ मै हो थपेर थोर अरे थपेर खाने चाहिँ मै हो यसको भनाउनु पर्छ हेर केटाकेटी हो लाइफ उनीहरू भन्छ नि लाइफ इज नट सेम फर एभ्री वान भन्छ नि हो म थाहा छ कसैको सेम हुँदैन मेरो पनि सेम टु सेम त छैन तर पनि म खाँदै गर्छु क्या गरेर कहिले खाँछु खाएर काम गर्ने हो त्यही भएर बी रेडी टु फेस वाट एभर यु फेस बिकज फेस इज फेस नट अ लेग है यति कुरा चाहिँ बुझ्नु पर्यो face every problem but in my case problem is my face yes पढाइदियो त भाइ त सोचेको काम टाइममा भएन भन्नु टेन्सन नलिनु मेरो पनि भएको छैन है त्यो भएन न पागल पनि नआउनु म त भइसकेँ देख्यो होला परिणाम दिमाग चाहिँ अगाडि छ ल भात पनि खाइसक्यो अब अर्को भिडियोमा भेट्नु पर्ला है त्यो गफ गर्दै अहिले चाहिँ बाई बाई सी यू पागल हो तिमीहरू पागल हो लाइक सब्सक्राइब हान्नु पर्छ पागल हो